मलेसियामा 3 नेपालीलाई 2 महिनादेखि बन्धक बनाउँदा 1 नेपालीले उद्धार गरेका छन्। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरुलाई कस्तो लाग्छ मन परेमा धेरैभन्दा धेरै शेयर गरी फलो गर्नुहोला। भाइहरु चाहिँ यसरी आउँदैछ है। ओ ल केटाहरु ल नडर केटा नडर अब टेन्सन नगर। ओके अब टेन्सन नगर्दा चाहिँ म छु हैन। अब रुनु पर्दैन ढुक्क हुनु। म एउटा नेपाली भएको नाताले मैले अब तपाईहरुलाई सहयोग गर्नुपर्ने मेरो कर्तव्य हो हैन। टेन्सन नगर। अब केटा मान्छे भएर त रुने होइन नि यार। यस्तो केटा मान्छे भएर रुने हो र त्यसरी। सो म पनि एकदमै डर लागेको थियो है। अब भाइहरू एकदमै सेफ्टीसँग देखि चाहिँ हामीले निकाल्यो भनेन के अरे घरबाट चाहिँ एकदम बन्दक कति महिना भयो तपाईँ बन्दक बनाएर राखेको? 2 महिनादेखि बन्दक बनाएर राखेको छ अरे होइन।